आज मैले सबै परीक्षाको लागि महत्त्वपूर्ण जीके क्वेसनहरू ल्याएर उपस्थित भएकी छु। क्वेसन नम्बर 1 मा रहेको छ, चुरे पर्वतको सबैभन्दा अग्लो भाग कुन हो? अप्सन ए सैलुङ दोलखा, बी गार्बा कैलाली, सी देउखुरी दाङ, डी हेम्जा कास्की। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन बी गार्बा कैलाली। क्वेसन नम्बर 2 मा रहेको छ, चुरे पर्वतले कुल भूभागको कति प्रतिशत ओगट्छ? अप्सन ए 8.4%, बी 9.6%, सी 12.7%, डी 10.2%। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी 12.7%। क्वेसन नम्बर 3 मा रहेको छ, गाउँपालिका भन्दा नगरपालिका बढी भएको प्रदेश कुन हो? अप्सन ए मध्य प्रदेश, बी कोशी प्रदेश, सी लुम्बिनी प्रदेश, डी कर्णाली प्रदेश। यसको सही उत्तर पत्ता लगाउनुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए मध्य प्रदेश। क्वेसन नम्बर 4 मा रहेको छ, पहाडी प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो? अप्सन ए सिन्धुली, बी जाजरकोट, सी मकवानपुर, डी दैलेख। यसको सही उत्तर पत्ता लगाउनुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए सिन्धुली। क्वेसन नम्बर 5 मा रहेको छ, पहाडी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? अप्सन ए सल्यान, बी जाजरकोट, सी मकवानपुर, डी भक्तपुर। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन डी भक्तपुर। क्वेसन नम्बर 6 मा रहेको छ, तराई प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? अप्सन ए कैलाली, बी बर्दिया, सी पश्चिम नवलपरासी, डी बाँके। यसको सही उत्तर पत्ता लगाउनुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी पश्चिम नवलपरासी। क्वेसन नम्बर 7 मा रहेको छ, तराई प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो? अप्सन ए कैलाली, बी बर्दिया, सी कञ्चनपुर, डी बाँके। यसको सही उत्तर पत्ता लगाउनुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए कैलाली। क्वेसन नम्बर 8 मा रहेको छ, हिमाली प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो? अप्सन ए जुम्ला, बी डोल्पा, सी हुम्ला, डी म्याग्दी। यसको सही उत्तर पत्ता लगाउनुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन बी डोल्पा। क्वेसन नम्बर 9 मा रहेको छ, हिमाली प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? अप्सन ए जुम्ला, बी मुगु, सी पूर्वी रुकुम, डी म्याग्दी। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी पूर्वी रुकुम। क्वेसन नम्बर 10 मा रहेको छ, उपमहानगरपालिका नभएका प्रदेश कुन कुन हुन्? अप्सन ए गण्डकी र बागमती, बी कर्णाली र लुम्बिनी, सी गण्डकी र कर्णाली, डी कर्णाली र कोशी। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी गण्डकी र कर्णाली। क्वेसन नम्बर 11 मा रहेको छ, धेरै गाउँपालिका भएको जिल्ला कुन हो?
अप्सन ए मकवानपुर, बी धादिङ, सी म्याग्दी, डी गोर्खा। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन बी धादिङ। क्वेसन नम्बर 12 मा रहेको छ सबैभन्दा कम गाउँपालिका भएको जिल्ला कुन हो? अप्सन ए मकवानपुर, बी सुर्खेत, सी चितवन, डी गोर्खा। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी चितवन। क्वेसन नम्बर 13 मा रहेको छ सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो? अप्सन ए रौतहट, बी सुर्खेत, सी सर्लाही, डी गोर्खा। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए रौतहट। क्वेसन नम्बर 14 मा रहेको छ सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो? अप्सन ए रौतहट, बी सुर्खेत, सी सर्लाही, डी गोर्खा। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी सर्लाही। क्वेसन नम्बर 15 मा रहेको छ सबैभन्दा कम स्थानीय तह भएको जिल्ला कुन हो? अप्सन ए जाजरकोट, बी पूर्वी रुकुम, सी सल्यान, डी गोर्खा। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन बी पूर्वी रुकुम। क्वेसन नम्बर 16 मा रहेको छ क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालिका कुन हो? अप्सन ए शीतगङ्गा, बी त्रियुगा, सी आठबिसकोट, डी कमलामाई। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए शीतगङ्गा। क्वेसन नम्बर 17 मा रहेको छ क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका कुन हो? अप्सन ए कीर्तिपुर नगरपालिका, बी टोखा नगरपालिका, सी महालक्ष्मी स्थान नगरपालिका, डी भक्तपुर नगरपालिका। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन डी भक्तपुर नगरपालिका। क्वेसन नम्बर 18 मा रहेको छ क्षेत्रफलको आधारमा सबैभन्दा सानो गाउँपालिका कुन हो? अप्सन ए यमुनामाई गाउँपालिका, बी विश्रामपुर गाउँपालिका, सी परवानीपुर गाउँपालिका, डी प्रसौनी गाउँपालिका। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी परवानीपुर गाउँपालिका।